अन्यगस्यो नमस्ते सबैजनालाई म हेलो मुइसो जोरपाटीबाट विनोद लोनो। आज हामी ग्रामरको यो स चाहिँ इन्डिगुलर भर्ब अथवा अनियमित क्रियामा कसरी हटाउने भन्ने कुराहरू साथीले सोध्नु भएको थियो। त्यही भएर यो पढाउन गइरहेको छु, राम्ररी हेर्नु होला है त। यो तपाईलाई 2 मिनेट ध्यान दियो भने के पनि हैन, 2 मिनेट ध्यान दिनुस्, तपाईलाई यो आएमा कसरी हटाउने भन्ने कुराहरु पनि म सिकाउँछु। हेर है त। यसले के भन्छ भने अब के छ, स अनियमित क्रिया अर्थात स फाक्षिम, स अनियमित क्रिया अथवा स फाक्षिम आएमा परिवर्तन गर्नुपर्ने केही शब्दहरू भन्छ। केही शब्द मात्रै परिवर्तन हुन्छ, अरूमा हुँदैन। जम्मा कतिवटा छ? 6 वटा छ। अब कतिवटा छ? छत्ता चलाउनु, नात्ता निगाउनु, इत्ता जोड्नु, फुत्ता सुनिनु, खुत्ता कोर्नु, छित्ता भनेको बनाउनु, निर्माण गर्नु रे। अब एकचोटि हेरौँ है त। अब यसमा चाहिँ अलिकति माथि गर्छु ल, हेरौँ है ल। के भने छत्ता भने चलाउनु। अब यसले चाहिँ के हुन्छ भन्दा सूत्र हामीले कसरी बनाएको भने छनाई खुबोजी भनेर बनाएको थियो। छनाई खुबुजी भनेको थियो। छनाई खुबुजी भनेर हामीले सूत्र बनाएको थियो। 3टा मात्रै, छनाई भन्ने, खुबुजी भन्ने। तपाईँ बाटोमा हिँड्दै छनाई खुबुजी भन्यो भने यसको नाम आउँछ। 6 वटा मात्रै सम्झियो भने पुग्छ है। जस्तै 6 बाट छत्ता चलाउनु, 9 बाट नत्ता निगाउनु, ईबाट इत्ता जोड्नु, खुबाट खुत्ता कोर्नु, फुबाट फुत्ता सुनिनु, अर्को छिबाट छित्ता बनाउनु। यसरी यिनीहरूको तपाईँले कण्ठ गर्ने तरिका त छनाई खुबुजी भन्दै हिँड्नु पर्यो। के भन्नु पर्यो? छनाई खुबुजी भन्दै तपाईँले कण्ठ गरेर तपाईँलाई सजिलैसँग बुझ्न सकिन्छ। के भने छनाई खुबुजी, छनाई खुबुजी, छनाई खुबुजी भनेर तपाईँले इन्स्टिट्युटबाट निस्केर घरमा पुग्दा कण्ठ भइसकेको हुन्छ। कतिवटा जम्मा 6 वटा मात्र कण्ठ गरेर हुन्छ। छनाई खुबुजी के भन्नु पर्यो? छनाई खुबुजी। अब हेरौँ। जस्तै अब के छ यहाँ चाहिँ के भन्छ भने छत्ता भनेको चलाउनु रहेछ। त्यसै पानी चलाउँछु, पानी घोल्छ नि तपाईँको, चिनी घोल्नु, पानी घोल्नु चियामा हैन, गिलासमा घोल्ने, यस्तो गरेर घोल्ने भयो। छत्ता भनेको घोल्नु रहेछ। त्यसै के भयो? पानी घोल्छु, म पानी घोल्छु भन्ने भयो। रामले पानी घोल्छ भन्ने भयो। पानीले के भने अब मूल, मुर, छत्ता भनेको घोल्नु रे। ल पहिला फर्मल बनाऊ। फर्मल तपाईँले यो सूत्र चाहिँ थाहा हुनुपर्छ। यो सूत्र बिना चाहिँ बन्दैन, मैले भनिरहेको छु। तपाईँ सूत्र तपाईँले स्क्रिनसट गर्ने, सूत्र लेखिराख्ने। अब के हुनु भयो त? अब फाक्षिम छ अथवा कन्सोनेन्ट छ भने के हुन्छ जहिले पनि? सुम्निता। यति चाहिँ बुझेको हुनुपर्छ है। यो बनिदा कि सुम्निता लाग्छ, यो दुईटा मात्रै कुरा त बुझ्नु पर्यो नि। यो बुझेन भने तपाईँले अगाडिको ग्रामरदेखि पढ्नुपर्ने हुन्छ है। ल फाक्षिम भएमा चाहिँ के हुन्छ? सुम्निदा अथवा कन्सोनेन्ट आएमा सुम्निदा, फाक्षिम नभएमा बनिदा, अथवा तपाईँको भोवेल आयो भने के बनिदा। अब घोल्छु के भयो त्यसमा? छ सुम्निदा भनेको घोल्छु भयो। यो फर्मल कि इन्फर्मल भयो? फर्मलमा। फर्मलको मतलब के हो? यो माथिको है। ल फर्मल कुरा भइसक्यो। छ सुम्निदा भने घोल्छु भन्ने रहेछ। मैले घोल्छु, रामले घोल्छ, सीता गेजेर घोल्छिन्, हामी घोल्छौँ हैन, हामी चलाउँछौँ भन्दैन भयो। हामी चलाउँछौँ, यो हामी चलाएर घोलिहाल्छ नि, किन चिन्ता गर्छौ भन्छ नि मान्छेले। हो त्यस्तो कुराहरू। ल त्यसमा अब हामी तल्लोमा जाउँ। अब फर्मल त भइसक्यो, अब इन्फर्मल पनि लाउनु पर्यो। यसले के भन्छ एकचोटि हेरौँ। नोट भनेको छ माथि 6 वटा शब्दहरूको पछाडि, 6 वटा मात्र, अरू कुनै पनि छैन। 6 वटाको पछाडि भोवेल्स आ, अ, य, ईहरू आएमा फाक्षिम सलाई अनिवार्य हटाउनु पर्दछ। यो फाक्षिम स आएमा यसले हटाउनु पर्दछ भने अरूमा यो नियम लागू हुँदैन। यो 6 वटा बाहेक अरू छ नि, जस्तै फत्ता भने खोल्नु, सित्ता भने अनुहार धुनु, यिनीहरू त यहाँ छैन होला नि त। फत्ता भने कपडा खोल्नु, सित्ता भने अनुहार धुनु, पखाल्नु, यहाँ छ त? छैन। यिनीहरूमा फेरि यो नियम लागू हुँदैन। यो 6 वटा। त्यही भएर छनाई खुबुजीमा चाहिँ हुन्छ, अरूमा के हुँदा यो नियम लागू हुँदैन भनेर हामीले पढेको थियौँ। छनाई खुबुजीमा लागू हुन्छ, अरूमा लागू हुँदैन। त्यसो भए हेरौँ त, फर्मल त भयो। अब इन्फर्मल बनाउनु पऱ्यो नि त। त्यसो छत्ता भनेको रहेछ अब मुरुल लेखौँ ल। मुरुल भनेको पानी, छत्ता भनेको घोल्नु रहेछ। अब सुम्नी त हामीले लेखिसक्यो, यो सुम्नी त फर्मल भइसक्यो, हामीले के टेन्सन भएन। अब अर्कोमा चाहिँ इन्फर्मलमा हेरौँ। अब हेरौँ है त। अब हेरौँ त के भयो? अब यो छत्ता त भयो। अब यहाँ त यसमा के पत्ता लगाउने? जहिले भोवेल पत्ता लगाउने है। यसमा जहिले पनि भोवेल मात्रै पत्ता लगाउनु पर्छ। भोवेल्स के अरे पत्ता लगाउने भन्ने नभए है, भोवेल्स पत्ता लगाउने भन्ने थाहा हुनु पर्यो। के पत्ता लगाउने? भोवेल्स पत्ता लगाउने यो अक्षरमा जहिले पनि। इन्फर्मल बनाउँदा के? इन्फर्मल बनाउँदा के हुन्छ अरे? भोवेल्स मात्रै पत्ता लगाउने भन्ने बुझ्ने। माथि तपाईँको कन्सोनेन्टसँग भोवेल्स हेर्ने, यसमा भोवेल्स मात्रै पत्ता लगाउने। अब त्यसमा अब हेरौँ त, यहाँ भोवेल के छ? यो त कन्सोनेन्ट अक्षर हो, यो पनि स पनि के अरे? अक्षर हो। अब यहाँ के आयो? अ आयो। के आयो? अ। अलिक नदेख्ला, छत्ता हो नि त खास त। ए छत्ता। त्यसमा यो अ चाहिँ कुनमा पर्यो त? लाइन हेर्नु पर्यो। कुन लाइनमा पर्यो त? पहिलो, दोस्रो, तेस्रो कुन लाइनमा पर्यो हेर त?
हो अब यसमा त छैन यो छ त अझै राम्रो लेख्दिन्छ है ल अब यहाँ छ त यो छैन यहाँ छ छैन अब के रहेछ यो पो रहेछ त हो त्यसमा के लाउनु त्यसमा अयो जोडिदिने के अरे अयो जोड्थ्यौँ जोड्यो यति जोड्यो ल यति जोड्छु भयो अब यसले के भन्छ माथि छवटा यो छवटामा यो आएमा चाहिँ सलाई अनिवार्य के अरे हटाउनु पर्दछ भन्छ सलाई के गर्ने अब हटाइदिने सलाई काटेको है हेर्नु होला स थियो अब यसले के भन्छ भने यो सलाई चाहिँ यदि यो जिरो यस्तो भोबेल आयो भने यसलाई काट्थ्यो अब त्यसमा चलाउँछु के भयो छ यो भनेको चलाउँछु भन्दछ यो के भयो इन्फर्मल भयो है नभए स्क्रिनसट गर्ने मजाले बुझ्ने ल त्यसमा अब अर्को पनि हेरौँ न त के चाहिँ हो त हैन ल यस्तै गरी नभए स्क्रिनसट गर्दै कपी पनि प्र्याक्टिस गर्नुपर्छ है यसो काम सक्यो अब अर्को छ निको हुनु त्यसो भए अर्को महिना निको हुन्छ नभए अर्को हप्ता निको हुन्छु ल अर्को हप्ता निको हुन्छु म त अर्को हप्ता निको हुन्छु भन्नु पर्यो नि हैन ल निको हुनु रहेछ निको हुन्छु भन्नु पर्यो है सन्चो हुन्छु भनेको अर्को हप्तालाई के भन्छ अरे थाउम छु भनेको हप्ता थाउम छु है अब निकोले नात्ता रहेछ के अरे नात्ता निको हुनु रहेछ ल यसमा त के छ त फर्मलमा कुन चाहिँ लाग्छ होला सुम्निँदै बनिँदै कुन लाग्ने भयो हो अब यहाँ त फाछिम छ अथवा के अरे कन्सोनेन्ट छ भने सुम्निँदा अब के भयो त्यसमा अब नाच सुम्निँदा यो के भयो फर्मलमा है के भयो फर्मलमा यो स है स ल त्यसपछि फर्मल त बन्यो अब इन्फर्मल बनाउनु पर्यो त यसमा जहिले पनि भोबेल मात्रै पत्ता लगाउने भन्ने हेर्नु पर्यो नभए के लेख्ने अब थाउ भनेको अर्को छु भनेको हप्तामा नत्ता भनेको रे निको हुनु यसले के भन्छ भोबेल मात्रै पत्ता लगाउने भन्छ यो त स त अक्षर कि भोबेल हो अक्षर हो न पनि अक्षर कि भोबेल अक्षर हो त्यसपछि के रहेछ आ रहेछ के रहेछ आ यहाँ भोबेल हेर्नु है द त काटिसक्यो त द त फालिसक्यो कामै छैन दको त अब के लाउनु पर्छ आ आएपछि के लाउनु पर्यो आयो लाउने के अरे आयो अब यो हेर्ने यदि माथिको छवटा शब्दहरूको वाक्यमा यिनीहरू भोबेलहरू आएमा फाछिम सज अनिवार्य हटाउनु पर्दछ भने अरूमा यो नियम लागू हुँदैन अब यो त नत्ता यसमा परिसक्यो अब त्यसपछि सक्यो भने अब चाहिँ के हो त मान यसको भयो यस्तो भइदियो अरे द काटिसक्यो अब के त आयो आएको माथिको सारेको अब के हुन्छ यस्तो अवस्थामा के हुन्छ यो चाहिँ के तलको चाहिँ कट्छ अब के भयो त्यसमा नायो भनेको निको हुन्छ यसरी तपाईको स्क्रिनसट गर्ने है ल त्यसमा अब यो त भयो हो अब हामी कुन पर्छ त अब 2 को पनि भइसक्यो अब 3 को हेरौँ 3 को पनि हेरौँ है त ल राम्ररी हेर्ने तब यसमा के यसमा चाहिँ भोबेल मात्रै पत्ता लगाउने यो इन्फर्मल बनाउँदा जहिले पनि भोबेल मात्रै पत्ता लगाउनु पर्छ र 3 मा छ के अरे इता भनेको जोड्नु हैन म पाइप जोड्छु अरे म पाइप जोड्छु भन्दै नि भयो त म पाइप जोड्छु के पिर नगर्नुस् त भन्छ नि मान्छेले सुन्नु भएको छ हो मलाई के भने भयो छनन ख्वान भनेको पाइप है ख्वानुल भनेको पाइपलाई म पाइपलाई इता भनेको जोड्नु ल फर्मलमा के लाग्ने भयो हेरौँ फर्मलमा त हटाउनै पर्दैन है कुनै पनि फर्मलमा यो बढी सुन्दा के लाग्छ त्यो हेर्नु मात्रै हो अब यहाँ के त कन्सोनेन्ट अथवा के अरे फाछिम छ भने के आयो सुम्निँदा आयो छनुन खुवाए के भन्दा खनुल भनेको म पाइप चाहिँ के भयो अब इसुम्निदा इसुम्निदा के भयो इसुम्निदा भन्नु पर्यो है यो चाहिँ के त फर्मलमा यो माथिको फर्मल है त्यही भएर यफ लेखेको हुन्छ फर्मलमा यस्तो यफ लेखेको चाहिँ यो फर्मल भने यो त भइसक्यो इन्फर्मल फेरि के अरे छनुन भनेको म चाहिँ पाइप के अरे ख्वान भनेको पाइप है खनुल भनेको पाइप अब इत्ता भनेको जोड्नु रहेछ म पाइप जोड्छु न भन्छ नि मान्छेले हो अब हेरौँ न त अब यो त आइसक्यो अब के चाहिँ लाग्छ त हेरौँ ई त छ तर कस्तो ई त यहाँ चाहिँ फाछिम नभएको ई हो यो चाहिँ फाछिम भएको ई हो नि त्यही भएर बुझ्नु पऱ्यो फाछिम भएको ई हो कि फाछिम नभएको ई हेर्नुपर्छ त्यसमा ईमा अब के त फाछिम भएको ई आएपछि के लाउनु पऱ्यो फेरि अयो नै जोडिदिने फेरि फाछिम भएको ईमा त यो पो हुन्छ यो त्यसो के आयो अयो
ल अब यसले के भन्छ फेरि 6वटा शब्दहरू मध्ये पछाडिको आ अ य यस्तो जिरो आएको हो। यदि जिरो भएको चाहिँ भोबेल आयो भने चाहिँ यो सलाई के गर्ने हटाउने। अब बाँकी रहेको लेख्ने अब के अरे इ आयो भयो। के भयो इ आयो। म पाइप जोड्छ है भनेको त छनुल ख्वानुल इ आयो छनुल ख्वानुल के हो त इत सुम्निदा भन्ने पर्नु पर्यो है। के अरे इत सुम्निदा अर्कोमा के हो त इ आयो भन्नु पर्यो। ल भयो। ल त्यसो अब यसलाई पनि हामी स्किप गर्छौं। अब इ त पनि भइसक्यो। अब कुन रहेछ त्यसो अब ल अब बाहिर फुत्ता भनेको सुनिनु पनि हुन्छ खन्याउनु जस्तै पानीहरू खन्याउनु हैन हो सुनिन्छ भनेको मेरो आँखा त ज्यादै सुनिन्छ त साथी के हो भन्छ नि हैन। ल त्यसमा आँखा सुनिन्छ त आँखा के अरे सुनिन्छ त मेरो आँखा त धेरै सुनियो त भन्छ नि हैन। मेरो आँखा सुनिन्छ भन्नु पर्यो है। मेरो आँखा सुनिन्छ। म बाइकमा हिँड्दिनँ क्या मेरो आँखा सुनिन्छ भन्छ नि मान्छेले सुन्नु भएको छ है। बाइकमा म हिँड्दिनँ आँखा सुनिन्छ भन्छ त कतिपय सुनिनु भएको छ हो। त्यसपछि नुन भनेको आँखा है नुनी भनेको आँखा हिउ पनि हुन्छ है। ल आँखा त्यसमा अब फुत्ता भनेको सुनिनु। अब के हो त बनिनु सुन्नु क्या यसमा चाहिँ फाँची भएर सुम्निदा आइसक्यो। पानी खन्याउँछु पनि हुन्छ है फुस सुम्निदा के मरे फर्मलमा। इन्फर्मलमा हेरौँ त अब फर्मल त बनाइसक्यो। अब नुन भनेको आँखा है नुनी आँखा फुत्ता भनेको सुनिनु। अब हेरौँ त अब कुन भयो त यसको चाहिँ भोबेल जहिले पनि भोबेल मात्रै पत्ता लगाउने भनेको छ। कुनमा पर्यो यसमा यो त अक्षर हो यो पनि अक्षर हो ब र स त अक्षर हो। त्यसमा के रहेछ यो उ रहेछ के रहेछ उ। अब के लाउने अयो। अब यसले के भनेछ फेरि माथि 6वटा शब्दहरूको चाहिँ भोबेलमा आ अ अ आयो भने यो स के हुन्छ रे सलाई के रे अनिवार्य हटाउने भनेछ। सलाई हटाइदिउँ न त। अब बाँकी के भयो त्यसमै फु आयो। यो चाहिँ के त इन्फर्मलमा आँखा सुनिन्छ बाइकमा हिँड्दिन धुलो नखेला हैन धुलो नखेला आँखा सुनिन्छ यस्तो कुराहरू हुँदो रहेछ। ल त्यसो अब यसमा पनि हामीले नभए स्क्रिनसट गर्ने नबुझी कुराहरू हेर्दै गर्ने। फुत्ता भयो। अब खुत्ता भने कोर्नुतिर जाउँ। के अरे कोर्नु। खुत्ता भनेको त कोर्नु। पाँचमा छ खुत्ता भनेको रे कोर्नु। अब के छ अब नभए म चित्र कोर्छु भन्दैन भयो रामले चित्र कोर्छ भन्ने भयो। के भन्ने भयो रामले के अरे चित्र कोर्छ। रामले चित्र राम्रो कोर्छ त भन्छ नि। ल रामले के अरे चित्र कोर्छ। रामले के भन्ने अब रामी चित्रलाई खुरिम भन्छ। के अरे खुरिम खुरिम खुत्ता भने कोर्नु रहेछ। अब सुम्निदा बनिनु क्या यसमा चाहिँ सुम्निदा आइदियो के गाह्रो छैन यसमा त। यहाँ किनभने फाँचिम पनि छ अथवा यसलाई के भन्छ तपाईँको कन्सोनेन्ट छ भने के भयो खुद सुम्निदा भयो। ल बुझ्नुभयो ती इन्फर्मल बनाउँ त फेरि हैन के भयो त्यसो हेरौँ। रामी भनेको रामले चित्र लेखेर खुरिम खुत्ता भनेको त कोर्नु रहेछ। हेरौँ ल यो त भयो। अब कुन चाहिँमा पर्यो त फेरि खुत्ता त कोर्नु त कोर्यो। यसमा के भन्छ भोबेल मात्र पत्ता लगाउने भन्ने लेख्ने। के अरे भोबेल मात्र पत्ता लगाउन त यो अक्षरको मतलबै नगर्नु। अब भोबेल के छ त उ छ के छ उ ऊ भएपछि कुन आउने फेरि के आयो अयो नै हुने भयो। के अरे यो अब यसले के भन्छ त्यही अनुसार जानु पर्यो। छनाई खुबुजी भनेको 4वटा मध्ये चाहिँ के अरे 6वटा मध्ये चाहिँ अब के हुन्छ यो भोबेल आयो भने सलाई के अरे यिनीहरू चाहिँ आएमा सलाई के अनिवार्य हटाउने भने सलाई के हटाइदियो। अब के भयो त्यसमै खुरिमुल खुवायो भनेको चित्र कोर्छ है साथीले त राम्रो चित्र कोर्छ भनिदिनु भयो। ल हेर्नु त यसरी बन्छ यो अक्षर भनेर बुझ्नु पर्यो। त्यसो अब यसलाई पनि हामी स्किप गर्छौँ। अब बाँकी रह्यो छित्ता रहेछ। के त छित्ता। ल ल भयो नभए स्क्रिनसट गर्नु पहिला। ल बुझेन भने कमेन्ट पनि गर्न सक्नुहुन्छ मजाले बुझ्ने गरी हेरौँ। अब अर्को चाहिँ छित्ता भनेको रे बनाउनु जस्तै खाना बनाउनु बिल्डिङ बनाउनु हैन। अब के भन्नु पर्यो हरिले घर बनाउँछ। के अरे हरिले मन्दुलले पनि हुन्छ। अब अहिले चाहिँ छित्ता सिकाउन खोजेको हरिले घर के अरे बनाउँछ भन्नु पर्यो। के अरे हरिले घर बनाउँछ।
हरिले के भने अब हरिगा घरलाई चाहिँ बनाउने हो नि त छिबुल छित्ता भनेको बनाउनु द काटिसकेर बनिन्छ त क्या यसमा सुम्निदा बुझ्नु भएको छ यति ल सिधै फाचिम भएको अथवा के अरे कन्सोनेन्ट भयो भने सुम्निदा लाउनुपर्छ केमा यो फर्मलमा भइसक्यो इन्फर्मल बनाउँदा होइन हरिगा हरिले त्यसो के अथवा छिबुल भात भात बनाउँछ भने हो हुन्छ एउटै हो चित्ता भनेको बनाउनु अब हेरौँ त फाचिम भएको यी आइदियो यो ई चाहिँ हो हुन चाहिँ तर यहाँ चाहिँ फाचिम नभएको यी मात्रै मेल खान्छ यहाँ फाचिममा यी आयो भने के हुनु त फेरि फाचिममा यासी यो नआइदियो कुरो बुझ्नु है अब यसले जुन भन्छ त्यही आन्सर जानु पर्यो यसले के भन्छ यस्तो भोबेल आयो भने सक्यो हुन्छ घट्छ अब के त्यसो अब छ्यायो भयो ल बुझ्नुभयो ल तपाईले मेन कन्ट्याक्ट चाहिँ छनाई खुबुजी भन्नु त सबैले छनाई खुबुजी के भने छनाई खुबुजी के फेरि भन्नु छनाई खुबुजी के भने छनाई खुबुजी 6 वटा मात्रै सम्झिनुहोस् अरूमा त हट्दैन नि फेरि जस्तै कबाट खोल्नु फत्ता भने कबाट खोल्नु पनि हो अब यहाँ पनि हट्छ सर भन्ने होइन यहाँ गएर फर्स्ट सुन्नु त भइहाल्यो फर्मलमा अर्कोमा के त फेरि इन्फर्मल त हट्दैन फत भयो अब के त यो आएपछि फसायो भयो कपडा खोल्छु फुकाल्छु यो फर्मल यो रे इन्फर्मल यसरी हुन्छ फेरि कपडा फुकाल्छ है म भन्छ नि मान्छेले हो यसमा त फेरि हट्दैन त किनभने 6 वटामा पर्ने मात्रै हट्छ भने त छनाई खुबुजी अब यो त बता छैन त हाम्रोमा के छ छनाई खुबुजी हट्छ अरू हट्दैन यति क्लियर हुनु पर्यो है अर्को पनि हुन्छ सित्ता भनेको धुनु वा पखाल्नु हो नि थाहा छ अब फर्मलमा त सुम्निँदै आइसक्यो केही गाह्रै छैन यो पनि बुझेन तपाईँले अगाडि स्टेपबाटै जानुपर्छ है के हुन्छ अब सुम्निँदा पखाल्छु धुन्छु फर्मल भइसक्यो इन्फर्मल हेरौँ न के चाहिँ भन्छ त इन्फर्मल होइन इन्फर्मलले सित्ता भनेको धुनु वा पखाल्नु रे अब के हो त फाचिम भएको यी आइदिन्छ के हो कुन भने फेरि फाचिम भएको यी आएपछि सिसयो भयो अब के हो त यहाँ चाहिँ अयो अब यहाँ त हटेन नि यसमा त यो त एउटा 6 वटा मात्रै भनेको छ कतिवटा 6 वटा त्यसमा अब यहाँ त सत काट्न मिल्दैन तपाईँको नत्र मिलेन सिसयो धुन्छु अप्पा खाल्छु ल बुझेर मेरो कमेन्ट गर्नु होला म तपाईँलाई के त फेरि त्यसमा पनि सक्दो फिडब्याक दिनेछु ल के भने छनाई खुबुजीको हट्छ अरूको हट्दैन भन्ने 2 मिनट कुरा हो छनाई खुबुजी गर्छ अरूको हट्दैन भन्ने कुरा बुझ्नु पर्यो है त ल यहाँहरु भिडियो हेर्नुभएको धेरै धेरै धन्यवाद छ अझै पनि के त हामी अर्को भिडियो लिएर उपस्थित भएको छौं लाइक सब्स्क्राइब गर्न पनि नभुल्नु होला र आफ्नो साथीहरुले पनि यसो ग्रामरको कुराहरु पनि के त उहाँले पनि शेयर गर्नु होला भन्दै आजको लागि बिदा चाहन्छु हस्त धन्यवाद खम्सामृदा।